वेलकम छ सबै क्रिकेट प्रेमीहरूलाई मेरो युट्युब च्यानल स्पोर्ट्स नेप न्यूजमा वेलकम छ, स्वागत छ साथीहरू। आज हामी के कुरा लिएर आएको छौं भने आज हामी जुन यो नेपालले 2025 को लागि जुन शेड्युल रिलिज गरेको छ त्यो शेड्युलको बारेमा कुरा गर्न गएको छु। कस्तो शेड्युल आएछ, के छ र यसमा सठिक विश्लेषण गर्ने छौं कि यसमा के अझ थपे हुन्थ्यो, अझ यसमा के गर्नुपर्ने थियो अथवा यो कतिको राम्रो छ र यो शेड्युल कस्तो छ भनेर यसको हामी सठिक विश्लेषण गर्न गइरहेछौं। अब सुरु गरौं साथीहरू। हाम्रो आजको शेड्युल जुन यो क्यानले भर्खरै रिलिज गरेको छ, प्रेस कन्फरेन्स गरेर गरेको छ, हाम्रो पनि हात लागेको छ साथीहरू। यसलाई चाहिँ हामी विश्लेषण गर्ने छौं। यो शेड्युल आएको छ त्यो कस्तो छ भनेर। अब यो थुप्रै शेड्युल छ, जस्तै मेन्स डोमेस्टिक, मेन्स सिनियर अनि मेन्स वुमेन हैन, मेन्स इन्टरनेशनल र मेन्स अन्डर 19 डोमेस्टिक भनेर राम्रो तरिकाले शेड्युल चाहिँ निकालेको छ साथीहरू। तर हामी चाहिँ पहिलो प्राथमिकतामा दिएर यो नेपालको चाहिँ पहिलो प्राथमिकतामा हामी राखेर नेपाल सिनियर क्रिकेट टिमको चाहिँ हामी पहिला विश्लेषण गर्नेछौं साथीहरू। त्यो पछि अरूहरू चाहिँ हेर्दै जानेछौं साथीहरू। अब नेपालको जुन यो पहिला भइसक्यो त्यो त अहिले छोडो साथीहरू हैन, किनभने यो बीचमा जय ट्रफी भयो, पीएम कप, ट्राई नेशनल सिरिज, ट्राई डिस्ट्रिक्ट सिरिज भयो, पीएम कप सिनियर भयो। तर नेपालको चाहिँ कहाँबाट सुरु हुन्छ भने अब यो जस्तै डोमेस्टिक, अब नेपालले चाहिँ जुन यो पीएम कप भोलिदेखि पीएम कप खेल्दैछ। सबै हाम्रो नेपाली खेलाडीहरूलाई अल द बेस्ट हैन। भोलिबाट सुरु हुँदैछ। अझ राम्रो इनिसिएटिभ लिएको छ कि यो आउट अफ भ्याली गएर यो गेम गराइरहनु भएको छ। यो निकै नै राम्रो कुरा हो। जुन चाहिँ 3 वटा ग्राउन्डमा एक्स्ट्रा टेक ओभल अनि सिद्धार्थ रङ्गशाला र देवखुरी रङ्गशालामा जुन यो भोलिदेखि भइरहेको छ, सबै खेलाडीहरूलाई अल द बेस्ट भन्दै आफ्नो प्रतिभा देखाउँदै अझ राम्रो जानलाई अझ अल द बेस्ट भन्छु। अब हाम्रो इन्टरनेशनल मेन्सको इन्टरनेशनल गेम चाहिँ कहिलेदेखि सुरु हुँदैछ भने मार्चदेखि चाहिँ यो सुरु, मार्च 9 देखि चाहिँ अप्रिलदेखि सुरु हुँदैछ साथीहरू। यो चाहिँ मेन्स सिनियर टिमको चाहिँ अप्रिलदेखि सुरु हुँदैछ। अप्रिल चाहिँ अप्रिल 9 देखि 13 सम्मको चाहिँ हङकङ क्वाड्रेङ्गुलर सिरिज भनेर चाहिँ हुँदैछ। हङकङ, नेपाल, कतार, नामिबियाको साथीहरू। यो चाहिँ 4 जनाको टिमको यो सिरिज हुँदैछ। मेरो विचारमा यसमा चाहिँ म के भन्छु भने अझ एउटा अथवा कुनै अझ राम्रो टिम चाहिँ भइदिएको भए चाहिँ अझ यसले चाहिँ प्रिपरेसन राम्रो हुन्थ्यो। तर केही छैन साथीहरू। यसलाई चाहिँ हामीले कसरी पनि लिन सक्छौं, वार्म अपको रूपमा लिन सक्छौं। किनभने हाम्रो यति यो बीचमा ग्याप बच्छ। अहिले त अब हाम्रो सबै खेलाडीहरू पीएम कप खेल्नेछन् हैन। त्यो पछि अलि ग्याप, किनभने इन्टरनेशनल लेभलको लागि अलि ग्याप, अलि सुस्त भएको हुन्छ नि साथीहरू। त्यसलाई चाहिँ वार्म अपको लागि मैले लिएको छु, वार्म अप गर्ने किसिमले। त्यसैले त्यसलाई पनि मैले ठिकै लिएको छु, किनभने यो वार्म अपको किसिमले हामीले हेर्न सकिन्छ साथीहरू। त्यो पछि चाहिँ प्री टुर छ युके को लागि। यो चाहिँ एकदम महत्त्वपूर्ण छ साथीहरू। हामी सबैले यसरी बुझौं कि यो निकै नै महत्त्वपूर्ण छ, निकै नै इम्पोर्टेन्ट छ। किनभने यो पछि हाम्रो जुन यो वर्ल्ड कप लिग डिभिजन 2 छ त्यो होस्ट चाहिँ स्कटल्यान्ड छ साथीहरू। हो, त्यही कारणले निकै नै इम्पोर्टेन्ट छ। म त्यही भन्दैछु, किनभने स्कटल्यान्ड भयो हैन, नेदरल्यान्ड्स भयो, हामीले त्यहाँ जाँदाखेरि जहिले पनि मार खाइरहेछौँ साथीहरू। त्यहाँ खेल्न सकिरहेछौँ, त्यहाँको पेसलाई, बाउन्सलाई हैन, त्यसलाई चाहिँ कोअर्डिनेट गर्नलाई, त्यसलाई चाहिँ हामीले त्यो किसिमको, किनभने युके, स्कटल्यान्ड, नेदरल्यान्ड यिनीहरूको माहौल, हावा पानी, चिसो ठण्डादेखि लिएर बाउन्सी पिचदेखि लिएर क्विक आउने पिच उस्तै हुन्छ। त्यसैले यो जुन यो प्री टुर छ युके को 15 देखि 30 सम्मको त्यो चाहिँ निकै नै राम्रो राखेको छ मेरो हिसाबले चाहिँ। अब अगाडि नै गएर, किनभने यो चाहिँ जुन 2 देखि छ यो स्कटल्यान्डको सिरिज, तर अगाडि नै कम्तीमा मैले हेरेको 15 दिनको यो चाहिँ युके को टुर हुन्छ। यसले के हुन्छ, त्यहाँको हावा पानी सबैसँग कोअर्डिनेट गरेर त्यो पछि जुन लिग डिभिजन 2 छ, किनभने एउटा कुरा बुझ्नुपर्छ, हामीले लिग डिभिजन 2 को एक पोइन्ट अब निकै इम्पोर्टेन्ट भइसक्यो। अब एउटा गेम हार्दा पनि हाम्रो वर्ल्ड कप खेल्ने सपना त छँदैछ हैन, जुन यो सपनै रहनेछ। यो हाम्रो जुन यो के भन्छ वन डे पनि जुन यो हामीले पाएको छौं त्यो पनि गुमाउने चान्स छ। त्यसैले यो राम्रो थिंकिङ गरेर राम्रो सोचेर चाहिँ यो ल्याएको म भन्दछु। यो अल द एकदम निकै थ्यांक यू भन्न चाहन्छु क्यानलाई। यसरी जुन यो अगाडि नै प्लानिङ गरेछ, एक एक पोइन्टको लागि जुन यो प्लानिङ गरेर गराउन खोजिनुहुन्छ निकै, किनभने यो त्यो पछि युके को टुर जुन 15 देखि 30 सम्म छ, 15 दिनको छ। त्यो पछि लगातारै हाम्रो लिग डिभिजन 2 को चाहिँ गेम स्कटल्यान्डसँग छ र स्कटल्यान्डमै भएकोले चाहिँ यसले चाहिँ निकै नै राम्रो गर्छ साथीहरू। त्यो पछि नेपाल
नेपालले लिग डिभिजन 2 खेलिसकेपछि जुन 2 देखि 12 सम्म छ जुन शेड्युलहरू आइसकेको छ हामीले हेरिरहेको छौं हैन त्यो पछि चाहिँ स्कटल्यान्ड भर्सेस नेपालको T20 बाइलेटरल सिरिज पनि छ फेरि त्यहाँ यो पहिला चाहिँ आईसीसी लिग डिभिजन 2 खेल्छ हैन यो लिग डिभिजन 2 खेल्छ हैन त्यो चाहिँ यो चाहिँ वन डे फर्मेट त्यो जुन 12 मा सकेपछि चाहिँ फेरि स्कटल्यान्डसँग चाहिँ T20 सिरिज पनि छ यो चाहिँ बाइलेटरल सिरिज हो आईसीसी को चाहिँ त्यो होइन यो चाहिँ निकै नै राम्रो हो गएको बेला खेलेर एक्सपिरियन्स लिएर आउनु मैले चाहिँ यो कुरा राम्रो लाग्यो कि यो T20 चाहिँ यो अगाडि लिग डिभिजन 2 अगाडि भन्दा पछाडि राख्यो किनभने वन डे को प्र्याक्टिस हुन्छ त्यो पछि T20 डाङडुङ गरेर खेल्दा पनि न त फेरि T20 को फर्मेटमा खेल्यो प्र्याक्टिस भयो अनि त्यसपछि वन डे खेल्न गाह्रो हुन्छ त्यो चाहिँ त्यो किसिमले पनि हामीले सोच्नुपर्छ त्यो निकै नै राम्रो लाग्यो साथीहरु त्यो पछि प्रिपरेसन क्याम्प फर आईसीसी T20 वर्ल्ड कप क्वालिफायर चाहिँ श्रीलङ्कामा राखेको त्यो पनि राम्रो लागेछ किनभने यो राम्रो यो किसिमले श्रीलङ्काले हामीलाई धेरै हेल्प गरिरहेको छ हामीलाई गेम हामीलाई उहाँ पनि गएर खेल्ने दिइरहेको छ हैन हाम्रोमा पनि उ गरिरहेको छ त्यो किसिमले चाहिँ श्रीलङ्कामा चाहिँ प्रिपरेसन हुन्छ T20 वर्ल्ड कप क्वालिफायरको चाहिँ प्रिपरेसन श्रीलङ्कामा हुनेछ त्यो पछि चाहिँ अर्को हाम्रो राम्रो कुरा के छ भने पकेट क्याम्प्स इन डिफरेन्ट प्लेस अफ इन्डिया यो चाहिँ साथीहरु तपाई कतिले के इन्डिया सिने म चाहिँ एकदम इम्पोर्टेन्ट र राम्रो मान्छु किन भन्नु साथीहरु यो पकेट क्याम्प जुन यो जस्तै 2-3 जनाको ग्रुप बनाएर जुन यो क्यानले पठाउन थाल्छ 2 जना 3 जना एउटालाई यहाँ एउटालाई यसले चाहिँ गेम उ भन्दा पनि आफ्नो टेक्निकल इस्यु के आइरहेको छ त्यसलाई सुधार्न निकै राम्रो किनभने कसैको यसो ब्याट खुलिरहेको हुन्छ कसैको बलरको के मिलिरहेको हुँदैन आफ्नो टेक्निकल इस्यु सुधार गर्नको लागि टेक्निकल आफुमा के खराबी आइरहेछ के आफुमा अलि कमजोर देखिरहेको छ त्यसलाई सुधार्न चाहिँ यो निकै नै राम्रो म एकदम राम्रो भन्छु यसलाई राम्रो गरेको यो क्यानले चाहिँ पकेट क्याम्प्स राखेको छ डिफरेन्ट प्लेस अफ इन्डियामा 2-3 जनाको ग्रुप बनाएर पठाउने यो चाहिँ उनीहरुलाई निकै नै राम्रो लाग्यो त्यो पछि आउँछ नेपाल टुर अफ अस्ट्रेलिया T20 वर्ल्ड कप क्वालिफायरको प्रिपरेसनको लागि नेपाल टुर अफ अस्ट्रेलिया जाँदैछ नेपाल निकै नै राम्रो र बिग अचिभमेन्ट साथीहरु नेपाल चाहिँ अस्ट्रेलिया T20 को प्रिपरेसनको लागि जाँदैछ यसमा एउटा यो पनि कुरा खुलाउ साथीहरु जुन यो अस्ट्रेलियामा के भन्छ यो प्रिपरेसनको लागि जान्छ त्यहाँ चाहिँ नेपालले एउटा सिरिज पनि खेल्नेछ हजुर साथीहरु तपाईले सही सुन्नुभयो नेपालले त्यहाँ गएर एउटा सिरिज पनि खेल्नेछ त्यो सिरिज चाहिँ हुन त्यहाँको नाम चलेको एउटा सिरिज हो जहाँ बिग ब्यासको ठुलो टिमहरु देखि लिएर इन्डियाको ए टिम श्रीलङ्काको ए टिम पाकिस्तानको ए टिमहरु पनि गएर खेल्नेछ त्यहाँ नेपालले राम्रो एक्सपिरियन्स गेन गर्नेछ कि कसरी खेल्ने ठुलो कन्ट्रीसँग अस्ट्रेलिया जस्तो ठाउँहरुसँग कसरी खेल्ने के खेल्ने चाहिँ यस्तो एक्सपिरियन्स गेन गर्नेछ म त यसलाई एकदम राम्रो इनिसिएटिभ भन्छु क्यानलाई थ्यांक यू भन्छु निकै नै राम्रो यो पनि इनिसिएटिभ भयो साथीहरु त्यो पछि T20 सिरिज अगेन्स्ट फुल मेम्बर नेसन इन यूएई त्यो पछि चाहिँ के छ भने T20 सिरिज चाहिँ फुल मेम्बरसँग यूएई मा हुन गइरहेको छ साथीहरु नेपालले अहिले यसमा चाहिँ यो कन्फर्म नभएकोले किनभने जहिलेसम्म एग्रीमेन्ट नसाइन गरेसम्म यो चाहिँ डिस्क्लोज गर्न मिल्दैन हो साथीहरु एग्रीमेन्ट नगरेसम्म डिस्क्लोज गर्न मिल्दैन त्यसैले चाहिँ हामीले चाहिँ यहाँ लेखिएको छैन तर मलाई यसमा चाहिँ 3 वटा अप्सन लाग्छ साथीहरु म गलत पनि हुन सक्छु मलाई चाहिँ 3 वटा एउटा अप्सन वेस्ट इन्डिज किनभने यूएई मा पहिला वेस्ट इन्डिज आएर खेलिसकेको छ साथीहरु हैन याद छ नि यूएई र वेस्ट इन्डिजले सिरिज खेलेछ त्यसैले एउटा अप्सन त्यहाँ नेपालले यूएई सँग T20 सिरिज खेल्न सक्छ अर्को भनेको जिम्बाब्वे सक्छ किनभने जिम्बाब्वे र यूएई हरुको यो उहरु छ अर्को चाहिँ मैले हेरेको अफगानिस्तान किनभने अफगानिस्तानहरुको बसाई पनि त्यही र लन्डनतिरै ज्यादा हुन्छन् आफ्नो कन्ट्री भन्दा त्यसैले त्यो किसिमले चाहिँ किन अफगानिस्तानसँग रिलेसन पनि नेपालको राम्रो हुँदैछ हेरिरहनु छ अन्डर 19 टिम खेल्दैछ सबै हुँदैछ त्यो किसिमले चाहिँ हुन सक्छ साथीहरु र अल द बेस्ट फुल मेम्बरसँग T20 खेल्ने भनेको निकै नै राम्रो न्यूज हो राम्रो समाचार हो त्यो किसिमले चाहिँ आउँदैछ साथीहरु त्यो पछि चाहिँ हामीले आईसीसी T20 वर्ल्ड कप क्वालिफायर खेल्दै छौ ओमनमा साथीहरु ओमनमा 1 देखि 17 मा जुन चाहिँ होस्ट चाहिँ ओमन हुनेछ साथीहरु हो यसैको तयारीको लागि नेपालले चाहिँ यूएई मा जुन किनभने यूएई ओमन इनरको ग्राउन्ड लगभग उस्तै किसिमले हुन्छ यो ओमनको चाहिँ अलि स्लो स्पिच छ हैन त्यसैले यूएई मा पनि स्लो स्पिच छ हैन त्यसै त्यहाँ T20 खेलेर हेर्नु
कस्तो क्यानको एउटा कुरा राम्रो योताली म गुड के भन्छु भने जस्तो ठाउँको लागि गेम अब वर्ल्ड कप लिग डिभिजनको लागि हुन गइरहेको छ त्यस्तै किसिमको पिचमा खेलाउने प्र्याक्टिस गराउने नेपालले अगाडि नै त्योभन्दा अगाडि नै गराएछ। जस्तै हेर्नु स्कटल्यान्डमा खेल्नभन्दा अगाडि के भन्छ युकेमा खेलाइरहेछ। अब हेर्नु ओमनमा अर्को T20 को क्वालिफायर छ होइन त्योभन्दा अगाडि युएईमा खेलाइरहेछ किनभने युएई ओमन यिनीहरूको ग्राउन्ड त्यस्तै अलि स्लोइच पिच अलि स्लोइस अलि मडी टाइपको त्यस्तै हुन्छ त्यही किसिमले चाहिँ गराएको छ। यो पनि एकदम राम्रो जुन चाहिँ T20 वर्ल्ड कप क्वालिफायरको लागि हुनेछ 1 देखि 17 सम्म र होस्ट ओमन हुनेछ। त्यो पछि हामी आइसिसी वर्ल्ड कप डिभिजन 2 को चाहिँ इन युएईमा खेल्न छ साथीहरु। त्यसैले नेपालले चाहिँ योताली राम्रो अप्सन भेटेको छ किनभने यसले गर्दा चाहिँ नेपालले चाहिँ यो त्यही एरियामा खेलिरहेको छ किनभने हेर्नु नेपाल चाहिँ यो युएई सँग खेल्न गइरहेको छ त्यो पछि ओमनमा खेल्छ T20 क्वालिफायर त्यो पछि फेरि आइसिसी वर्ल्ड लिग डिभिजन वन डे को चाहिँ फेरि युएईमा खेल्छ। युएई युएसए नेपालले अक्टोबर 23 देखि नेपाललाई राम्रो प्र्याक्टिस हुन्छ राम्रो गर्न सक्छ र तपाई हामीलाई थाहै छ अहिले नेपाललाई एक प्वाइन्ट जुन वर्ल्ड कप डिभिजन निकै नै इम्पोर्टेन्ट छ एक प्वाइन्ट किनभने हामीले निकै प्वाइन्ट गुमाइसक्यौ। अब एक प्वाइन्ट गुमाउनु भनेको हाम्रो जुन सपना छ वर्ल्ड कप क्वालिफायर वर्ल्ड कप खेल्ने त्यो त जान्छ नै र अर्को सपना जुन यो वन डे हामीले स्ट्र्याटेजी छ त्यो पनि जाने खतरा भएकोले क्यानले राम्रो शेड्युल बनाएको छ राम्रो प्र्याक्टिस गर्ने वातावरण बनाएको छ कि कुनै जुन सिरिज जस्तो ठाउँमा खेल्दैछ त्योभन्दा अगाडि नै त्यस्तो माहौल दिने खेलाउने भनेर त्यो पनि एकदम राम्रो गरेछ। त्यो पछि हाम्रो हङकङ सिक्सेस अनि नोभेम्बरमा हुनेछन् फर्स्ट विकमा हङकङमा जुन अस्ति वर्ष भयो हामीले नेपालले निकै नै राम्रो गरेको थियो इङ्ल्यान्डलाई हराएको थियो हैन राम्रो गरेको थियो अस्ट्रेलियालाई गरेको थियो राम्रो गरेको थियो खेलेको थियो। फेरि यो हाम्रो यङ केटाहरूले त्यस्तोहरुमा गएर चाहिँ यङ केटाहरूलाई दिएमा किनभने आफू इन्टरनेशनल लेभलमा ठुलो ठाउँमा चाहिँ खेल्ने बानी भइसकेपछि चाहिँ अरु ठाउँमा पनि खेल्दा त्यति डर हुँदैन त्यो कारण चाहिँ मलाई राम्रो लाग्यो। त्यो पछि चाहिँ 2 होम ओडीआई भर्सेस ओमन सँग हुनेछ र आइसिसी वर्ल्ड कप 2 नेपाल ओमन र युएई मा हुनेछ र T20 मा ओमनमा यो चाहिँ डिसेम्बरमा भनेको छ। तर एउटा कुरा के क्लियर हुनु भने क्यान सचिव ओमन के रे यो क्याम सचिव हाम्रो पारस खड्काले के भन्नुभएको छ भने यो तालीको चाहिँ सकभर चाहिँ लास्टतिर भयो भने बेग्लै कुरा न त यो ताली हाम्रो होम गेम चाहिँ लगभग छैन भनेको छ। अब अलि केही भइहाल्यो भने पछि फर्मेट केही भइहाल्यो त्यसैले यो हुन सक्छ 26 जनवरीतिर हो अथवा यतातिर हो त्यो हेर्नै पर्छ। अब साथीहरु मैले यसलाई विश्लेषण गर्दा कस्तो लाग्यो भन्दाखेरि यसो हेर्दाखेरि गेमहरु धेरै नभए पनि तर एउटा कुरा मलाई के राम्रो लाग्यो यो तालीको यो शेड्युलबाट चाहिँ नेपालले चाहिँ प्लानिङ चाहिँ राम्रो गरेको छ। अब किनभने अब जस्तो खेल आउँदै जान्छ त्यही किसिमको प्रिपरेसन जस्तै स्कटल्यान्डमा हाम्रो वर्ल्ड कप लिग डिभिजन छ भने अगाडि नै युकेमा पठाएर हैन त्यस्तै अब ओमनमा छ भने युएई मा अगाडि नै खेल्न पठाएर किनभने त्यहाँको विकेटहरु त्यस्तै हुन्छ हैन त्यो किसिमले चाहिँ प्लानिङ र अस्ट्रेलिया जस्तो ठाउँमा त्यहाँको ठुलो लेभलमा के भन्छ सिरिज खेल्ने प्र्याक्टिस गराएर देखि लिएर हैन युके चारैतिर जुन यो प्र्याक्टिस गराछ त्यो निकै नै राम्रो छ सहनीय छ। हामीले यसलाई सपोर्ट गर्नै पर्छ साथीहरु र यो राम्रो लाग्यो मलाई राम्रो छ साथीहरु शेड्युल यस्तै अब राम्रो गर्दै जानु भन्ने अल द बेस्ट नेपाल टिमलाई। र यति भन्दा भोलि देखि जुन नेपालको पीएम कप हुँदैछ त्यसको लागि पनि अल द बेस्ट भन्दै कृपया र तपाईलाई यो शेड्युलिङ कस्तो लाग्यो तपाईलाई यो के चेन्ज हुनु पर्थ्यो अथवा के तपाईलाई मन परेन कृपया कमेन्ट गरेर हामीलाई जानकारी गराउनुहोस् र कृपया मेरो च्यानललाई लाइक सब्स्क्राइब गरेर सपोर्ट गरिदिनुहुन्छ भनेर मैले विश्वासले सोच्छु। थ्यांक यू।